गाइजहरु खाना खाँदै यहाँनिर 4 जनाको टोली हामी हान्नुपर्छ मान्छेहरु हुन्छ नि के भन्छ छोरी हाल्नु अरु केलाई भन्नु पर्यो मन नखाने जंगल आउँछ अहिले आउँछ हाम्रो टोलीहरु दोमनमा हामी हाम्रो टोली दोमनबाट देखिएको सानो झरना लाङदाङ जाने बाटोको कन्डिसन हिरमाउरी यहाँ छ एक घण्टा 45 मिनट हिँडेपछि बेम्बोबाट लामा होटल आइपुग्यो यहाँ चाहिँ रहेछ बत्ती सत्ती सबै अस्ति 4 जनालाई बगा भनेको ठाउँ यही हो यहाँ माथिबाट पहिरो आएको थियो अरे अनि एकैचोटि कहाँ यहीँबाट यो पुल थिएन अरे अस्ति अहिले चाहिँ रिसेन्टली हालेको यहाँबाट घोडाले जस्तै बजाइरहेको छ त्यहाँ
घोडाको एउटै छ रे सबै बोके हाल्नु छ हैन बोकेर माथि गयो घोडा छ त्यही घोडा तपाईँलाई लेखिरहेछ अब त्यो शीतलमा बस्नु उहाँ धुन्चेमा काटेको टिकट चाहिँ यहाँ देखाउनु पर्ने रहेछ यहाँ घोडा तबेलामा सबले देखाउने अनि टुई लाएर हिँड्दै उहाँ चाहिँ मेरो फिलिपिन्सको साथी पुरै नेपाली खरर हो नि त फेरि होइन एकचोटि बोलिदिनु त नेपाली टुई लाएर मैले सिकाइदिएको आउँदै हिजो र आजको उसमा दौरानमा चाहिँ पुरै कन्ठै बनाइदिएँ नेपाली त अलिअलि मलाई फिलिपिन्स नै सिकाइदिइरहेछ केही छैन ल पुरा शून्य छ तिहारले लाङटाङ भ्याली देखिरहेको हामी चाहिँ त्यो ठाउँ पुग्ने हो गाइस त्यो ठाउँ पुग्नलाई कति होइन ठिक छ केही छैन लाङटाङ भ्याली आइपुग्यो यस्तो छ वेदर अब चाहिँ हामी खिन्जी गुम्बा जाँदै यस्तो छ लाङटाङ हिमाल अगाडि माथि जाने ल भोलि आउने प्रहरी चौकी रे खिन्जी गुम्बाबाट 1 घन्टा हिँडेपछि बल्ल यो पिक 1 आइपुग्यौँ अझै बाँकी छ कहाँ हिउँमा त सकिँदैन नि जाडो भइहाल्छ नि हाम्रो अब पिक 1 सकियो फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर अब पिक 2 जाँदैछौँ हामी त्यहाँ चाहिँ ग्लेसियर अहिले उता पिक 2 घुमेर आएपछि त्यहाँ जानुपर्छ पिक 2 चाहिँ त्यहाँ हो टुप्पो अब पिक 2 बाट तलतिर झर्दै यस्तो छ माथि यस्तो वहाँ माथिबाट
अहिले हामी तलतिर झर्दैछौँ। यहाँ चाहिँ पुरै चिप्लेर मान्छेहरू यस्तो छ क्या, यो शीत परेको थियो कहिले मै चिप्लेला भन्ने पनि डर छ। अब त्यो पिक 1 पिक 2 हेरेर आएर हामी अहिले यहाँ सुपर भ्यू पोइन्टमा हिजो बेलुका जहाँ बसेको थियो त्यहीँ यहाँ पछाडि भ्यू देखाउँ न। यहाँबाट यस्तो देखिन्छ गाइजहरू, हेर्नु है यस्तो छ। जता हेऱ्यो नि त्यस्तै अगाडि गएर हेऱ्यो नि त्यस्तै। यहाँ आयो भने यहाँ बस्नु होला, एकदम सस्तो सुपथ मूल्यमा, एकदम राम्रो छ। यहाँ 24 आवर्स नेट चल्ने रहेछ, तातो पानी नै आउने रहेछ बेलुका सुत्ने बेलामा, बबाल है। यहाँ आउँदाखेरि चाहिँ सुपर भ्यू पोइन्ट। यो भ्यू पोइन्टको अपोजिट आफ्नै मान्छेको रहेछ क्या, यिनीहरू रिलेटिभ्सहरूको रहेछ। भ्यू पोइन्टबाट माथिपट्टि हिमालै त्यस्तो कडक छ। ल है यस्तो छ यहाँ। यहाँनिर हो कहाँ झऱ्यो भने हाम्रो साथी चाहिँ यता यस्तो छ। अहिले चाहिँ झर्ने क्रममा लाङटाङबाट कहाँबाट ल झर्ना